हालेर प्रजातान्त्रिक व्यवस्था यो मुलुकमा ल्याउनु हो र यिनीहरूको दासत्वबाट समस्त जनतालाई मुक्त गर्नु र यो उद्देश्यमा हामी अडिग रहनेछौँ। यदि शिरपास त्रिभुवन हाम्रो आन्दोलनमा सामेल हुन आएमा उसले पनि हाम्रो पार्टीको विधि र विधानलाई मान्नुपर्ने छ र राजालाई सँगसँगै लिएर जाने हामी सबैको एकमत रहनेछ। साथी, अहिले भारतमा महात्मा गान्धीको आह्वानमा अङ्ग्रेज विरुद्ध भारत छोड अभियान जुर्मुराइरहेको मजदुरी र अन्य प्रयोजनका लागि उता गएका र प्रत्यक्ष अनुभवी युवाहरूको हामीलाई खाँचो छ। उनीहरू हाम्रो पार्टीमा आयो भने हामीलाई हाम्रो विचारहरू फैलाउनलाई सहयोग पुग्नेछ र राणाहरूको उसमा अब राणाहरूको विरोधमा हामीले चाहिँ धावा बोल्नुपर्ने बेला आइसकेको छ। राणाहरूको प्रजाको उन्नति गराउने सट्टामा प्रजाको रगत चुसी चुसी आफ्नो छोरा नाति धनी गराउने चक्करमा लागेका छन्। प्रजालाई अन्धो बनाउने र प्रजाकै धनलाई अपहरण गरी प्रजालाई नै गुलाम बनाइरहे शक्तिको आडमा आफ्नो निज भोग लिप्साको तृप्ति गरिरहेका छन्। तिनलाई छानी छानी दण्ड दिनुपर्छ। यिनीहरूको दुष्टताले सीमा नागिसकेको छ। अङ्ग्रेजहरूलाई आफ्नो स्वार्थको लागि मुलुकको धन खर्चेर यिनीहरूले गरिरहेको गुलाम विरुद्ध धावा बोल्नुपर्छ। यसका लागि हामीले नयाँ सदस्यहरू थपेर सङ्गठन बढाउन जरुरी छ। उहाँ लामो समय कलकत्तामा भएकाले म मेरो बयान परिसरको ठाउँ र व्यक्तिसँग पुग्न सक्छु। तर राणाहरूको सुराग जताततै बढेर चाहिँ छरिएका छन्। पर्छ पनि छोटीदेखि सहजै खाने वातावरण छैन। जात्रा र उत्सव पुग्नुभन्दा जनताको धर्म लुकेर सङ्गठन बनाउने यो अवसर पनि सङ्गठन बनाउनु भन्दा क्रान्तिलाई कसरी अगाडि बढाउने हो त्यसमा सोच्नु पर्यो र हामीले नयाँ सदस्य लिँदा यी राणाहरूले हाम्रो चाल थाहा पाउनेछन् र हामी सबैजना समातिनेछौँ भनेर यो जीवराजले भन्नुहुन्छ। म उहाँको कुरामा सहमत छु जस्तो लाग्छ। हामी सबैको उपनाम हुनेछ, जस्तो कि दशरथजीको सेवासी, मेरो प्रकाश। राजाहरूलाई हामी मुखिया भन्नेछौँ, मुखिया उपनाम दिनेछौँ भने राणाहरूलाई जमदार र राजासँग हामी मिल्न सक्यौँ भने हाम्रो क्रान्तिले ठुलै मुस्लो बाल्न सक्छ भन्ने कुरामा म एकदमै निश्चिन्त छु। अवश्य पनि म यस विषयमा कुरा गर्न गर्वका सम्पन्न छु। चन्द्रमान शैलीको सहयोगबाट म राजा त्रिभुवनसम्म पुग्न सक्छु। यसो भयो भने मलाई राणाहरूले सरकारको दृष्टिले हेर्ने सम्भावना पनि छ। राजालाई पनि हामीले चाहिँ यस कार्यमा संलग्न गराउन सक्नुपर्छ भन्ने मलाई लागिरहेको छ। यो बोल्छमा उहाँ पनि खुसी हो र ठिक छ साथी। प्रजा परिषदका अध्यक्ष टङ्क प्रसादज्यू र हामी समस्त सदस्यहरू रगतको सही छाप गरी यो आन्दोलनमा लमबद्ध हुनेछौँ भनेर के सबैजना मन्जुर छौँ? मन्जुर छ। नेपाल प्रजा परिषद नेपाली प्रजा राणाहरूको क्रूर पन्जाबाट आजाद गराई शुद्ध ज्ञानको शिक्षा दीक्षा, आफ्नो जातिको मान सम्मान, धन र धर्मको उपार्जन र उन्नतिवास संसारका सभ्य जातिहरूमध्ये एक गराई आफ्नो देशको गौरव हजारौं वर्षसम्म दिशा दिशामा गुन्जने गराउन सदैव अडिग रहनेछ। जेसुकै परिणाम आए पनि अन्तिमसम्म हामी लड्नेछौँ। मर्नु परे पनि वा बाँच्नु परे पनि हामी पछि हट्ने छैनौँ। यो देशबाट राणा शासन भगाएरै छाड्नेछौँ।